नमस्कार। कार्यक्रम समालोचनमा स्वागत छ। म सुभाष रिसाल। नेपालीहरूको महान चाड बडा दशैं, यसलाई किन पनि बडा दशैं भनेर भनिन्छ जस्तो लाग्छ भने मेरो आफ्नो व्यक्तिगत ओपिनियन मात्रै हो। किनभने यो चाहिँ हाम्रो धर्मसँग मात्रै सम्बन्धित छैन, यो हाम्रो संस्कृति हो, यो हाम्रो विचार हो, यो हाम्रो जीवनशैली पनि हो। दशैं भन्ने बित्तिकै हामी यसलाई विभिन्न आयामहरूबाट हेर्न सक्छौँ। धार्मिक आयामबाट हेर्दा, सांस्कृतिक आयामबाट हेर्दा यसले चाहिँ नवदुर्गा भवानीको पूजाआजा गर्ने र महाकालीको पूजाआजा गर्ने, जसमा चाहिँ केही कुराहरूको सम्मिश्रण छ। एउटा स्नेह, जसलाई हामीले माता भन्ने बित्तिकै, आमा भन्ने बित्तिकै स्नेह भनेर बुझ्छौँ, ममता भनेर बुझ्छौँ, ममताको खानी भनेर भन्छौँ। सँगसँगै उहाँको रौद्र रूप, यदि कसैले गलत गर्यो भने त्यो आफ्नो सन्तानलाई जोगाउनलाई, आफ्नो अस्तित्वलाई जोगाउनका लागि जुन रूप उहाँले धारण गर्नुहुन्छ, त्यो रूप धारण गर्ने शक्तिका रूपमा पनि बुझ्छौँ। र शक्ति र स्नेहको सम्मिश्रणका रूपमा हामीले धार्मिक रूपमा बडा दशैंलाई बुझ्ने गरेका छौँ र हामीले नवदुर्गा भवानीलाई पुज्ने गरेका छौँ। यो पहिलो आयाम भयो। दोस्रो भनेको हाम्रो सांस्कृतिक आयाम, जुन हामीले परम्पराकालदेखि मनाउँदै आएका छौँ र यो समयमा चाहिँ यो 15 दिनको विशेष समय जुन हुन्छ, घटस्थापनादेखि जमरा राख्नेदेखि फुलपाती र महाअष्टमी, महानवमी, महादशमी, यी सबैमा पूजा गर्ने अलग अलग देवीहरू र अलग अलग किसिमको विषयवस्तुहरू, कहिले हामी औजारको पूजा गर्छौँ, कहिले सवारी साधनको पूजा गर्छौँ र हामीले आफैले पनि ठुला बडाबाट आशीर्वादहरू ग्रहण गर्छौँ। त्यो एउटा हाम्रो संस्कृति झल्किने सांस्कृतिक महत्त्वको चाड पनि हो। अर्को भनेको सामाजिक चाड। यसले चाहिँ विभिन्न परिवारहरूलाई सँगै ल्याउने, वर्षभरि हामी आफ्नो आफ्नो काममा व्यस्त हुन्छौँ, वर्षभरि हामी आफ्नो आफ्नो जीवनशैलीमा व्यस्त हुन्छौँ, हामीलाई अरूको लागि समय हुन पनि सक्छ, नहुन पनि सक्छ। तर दशैं एउटा यस्तो चाड हो जहाँ हामी सबैजनासँग जोडिन्छौँ, घुलमिल गर्छौँ, टीका आशीर्वाद ग्रहण गर्छौँ, अलिकति रमाइलोको लागि पैसा पनि पाइन्छ। यो सबै कुरा भयो। यो बीचमा केही विकृतिहरू पनि छन्, जस्तो सामाजिक चाड भनेर भन्दै गर्दाखेरि समाजमा अरूले जसरी मनाउँछन् आफूले पनि त्यसै गरी मनाउनुपर्छ, अरूले खसी काटे भने आफूले पनि खसी काट्नुपर्छ, अरूले नयाँ लुगा हाले भने आफूले पनि नयाँ लुगा हाल्नुपर्छ भन्ने खालका प्रेसरहरू पनि हुन्छन्। तर यसलाई चाहिँ थोरै फरक र थोरै पृथक तरिकाबाट अब चाहिँ हेर्न थाल्नुपर्छ। हामी पक्कै पनि राम्रो आर्थिक अवस्थामा छैनौँ, कतिपयले रोजगारी गुमाउनु भएको छ। भाद्र 23 गते र 24 गते जुन आन्दोलन भयो, त्यसले गर्दाखेरि सबैजनासँग पैसा छ अथवा सबैजनासँग पैसा हुन्छ, तलब भने जतिको आइहाल्छ अथवा भनौँ बोनस भन्ने बित्तिकै आइहाल्छ भन्ने अवस्था पनि हुँदैन र हामी यसै पनि विपन्न समाजमै हुर्किरहेका मान्छेहरू हौँ। त्यही भएर थोरै आफूले जति सक्छ त्यति खाने, जति सक्छ त्यति लगाउने र आफ्नो परिवारसँग त्यो एउटा स्नेह साटासाट गरेर हामीले यो चाड मनाउनु पर्नेछ। यो सन्देशसँगै यहाँहरू सबैजनालाई बडा दशैं 2082 को धेरै धेरै शुभकामना। यही बीचमा आज हामी तपाईहरुसँग केही विशेष विषयमा पनि कुराकानी प्रस्तुत गर्दैछौँ। हामीसँग सौरभ लोहनी दाइ जोडिनु भएको छ। योभन्दा अगाडि पनि हामीले उहाँसँग थुप्रो कुराकानी गरेका छौँ विभिन्न विषयमा। र यो दशैं तिहार छठ पर्व भन्ने बित्तिकै विद्यार्थीहरूका लागि विशेष गरी 1 महिना छुट्टी हुने समय, कसैका लागि घुम्ने समय, कसैका लागि किताब पढ्ने समय, कसैका लागि कोर्सेरामा गएर नयाँ कोर्सहरू के छ भनेर हेर्ने समय, कसैका लागि होइन म त मुभी हेरेर बिताउँछु भन्ने समय। यो 1 महिनाको समय कसले कसरी कुन तरिकाबाट प्रोडक्टिभ बनाउन सक्छ, आफ्नो लागि एकदमै उत्पादनमूलक बनाउन सक्छ भन्ने विषयमा पनि आज हामी संवाद गर्दैछौँ। हामीसँग सौरभ लोहनी दाइ जोडिनु भएको छ। म उहाँलाई स्वागत गर्छु। नमस्कार दाइ। नमस्ते सुभाष। सन्चै हुनुहुन्छ? अल गुड, थ्याङ्क यू सो मच। सुरु नै कहाँबाट गरौँ भने दशैं चाहिँ तपाईँको लागि सानैदेखि अहिलेसम्म आउँदा त्यो कुन कुन फेजमा कसरी कसरी चेन्ज भयो भन्ने पनि हुनसक्छ। पहिला चाहिँ अलि बढी रमाइलो लाग्थ्यो, अहिले लाग्दैन, अथवा पहिला चाहिँ जिम्मेवारी थिएन, त्यो भएर एकदमै दङ्ग परिन्थ्यो। अहिले चाहिँ अब त्यो जिम्मेवारी पुरा गरिदिनु पर्ने ठाउँमा आफू भएका कारणले गर्दाखेरि चाहिँ केही चाहिँ नरमाइलो भन्दा पनि अलि जिम्मेवारीतिर बढी फोकस भइन्छ भन्ने पनि हुनसक्छ। तपाईँका लागि दशैं आजसम्म आउँदा, जन्मेदेखि याद भएदेखि आजसम्म आउँदा दशैं के हो? दशैं चाहिँ अब सुभाषले भने जस्तै डिफ्रेन्ट फेज अफ लाइफमा चाहिँ फरक नै हुन्छ। अब सानोमा मिठो खाने, नयाँ लुगा लाउने,
नो स्कुल, रमाइलो, खेल्न पाउने, त्यो टोलको साथीभाइहरूसँग चाहिँ बन्डिङ गर्ने टाइम भन्ने थियो भने अब अहिले चाहिँ मेरो भाष्य दसैँको अलिकति फरक छ। जिम्मेवारी आएर यो मन नपरेको वा कम मन परेको भन्दा पनि यो उमेरमा आइसक्दा हामीलाई के लाग्छ भने दसैँ भनेको एउटा जीवन जिउने शैली रहेछ क्या। पहिला चाहिँ चाडबाडको रूपले मात्रै हेरिन्थ्यो, अब चाहिँ यस्ता चाडबाडहरू बिचबिचमा आएनन् भने त जीवन त एकदमै उदासीन वा हरेक दिन बिहान उठ काममा दौड्यौ, पैसा कमाऊ, घर आऊ भन्ने मात्रै हुन्छ। यो चाडबाडलाई चाहिँ मोर अफ अब चाहिँ मैले वे अफ लाइफ भन्छ नि, जीवनशैली समय समयमा आउँछ, अलिकति भारी बिसाउन दिन्छ, अलिकति आफैसँग आफूलाई परिचय गराउने मौका दिन्छ, अलिकति त्यो थकानलाई बिसाउन दिन्छ। तर दसैँ इज इक्वली एक्साइटिङ यो एजमा आइपुग्दा पनि ऊर्जा थपिदिन्छ पुरा वर्षको निम्ति। तर अब चाहिँ दसैँ त्यो कपडा, खाना वा पैसा भन्ने कुराले भन्दा पनि मानसिक स्वास्थ्य, जीवनशैली, ऊर्जा भन्ने कुराले चाहिँ रमाइलो बनाउँदो रहेछ। मलाई चाहिँ दसैँ भन्ने बित्तिकै अलि दक्षिणा होइन खानेकुरा, अब यो समयसँगै बिस्तारै चेन्ज पनि होला, सायद होला पनि नहोला पनि। अहिले अब बिस्तारै बिस्तारै चाहिँ अलिअलि घरका कामहरू गर्नुपर्दा अलिकति हो नि त यस्तो यस्तो थप्नुपर्छ, जोड्नुपर्छ भन्दा चाहिँ यो दसैँ किन आउँछ अथवा किन मान्छे ठुलो हुन्छ भन्ने जस्तो पनि हुने रहेछ। अब आज हामी भाइ बहिनीहरूलाई नै अलिकति केन्द्रमा राखेर सँगसँगै हामी जति पनि मान्छेहरू छौँ सबैजनाले यो 1 महिनाको समय के गर्न सक्छौँ भन्ने विषयमा कुराकानी गर्दैछौँ। मैले केही थिम्सहरू पनि बनाएको छु। जस्तो पहिलो भनेको चाहिँ हामी पालै जान्छौँ। पहिलो पर्सनल डेभलपमेन्ट, त्यस पछाडि करियर र एकाडेमिक ग्रोथ, त्यस पछाडि क्रिएटिभिटी र हबिजहरू, सोसियल कन्ट्रिब्युसन र भलिन्टियरिङ र हेल्थ एन्ड वेलनेस, यो 5वटा थिममा जान्छौँ। पहिला पर्सनल डेभलपमेन्टबाट नै सुरु गरौँ। जस्तो यो दसैँ 15 दिन अनि तिहार 7 दिन गर्दाखेरि 22 दिन जस्तो, बिचमा 2 हप्ता हामी खाली हुन्छौँ। त्यस पछाडि पनि अरू दिनहरूमा पनि हामीले अब सबै दिन जस्तो काग तिहार, कुकुर तिहारको दिन त हामीले बिहान पूजाआजा गरिसके पछाडि प्रायः दिउँसभरि जसो काम हुँदैन। दसैँकै बेलामा पनि फुलपातीसम्म हामीले यो आज फुलपातीभन्दा 2 दिन अगाडि सुट गरिरहँदा बज्नको लागि नवमीको दिन बज्छ। तर यो समयमा पनि कसै न कसैले केही न केही गरिरहनु नै भए हुनसक्छ। त्यो भएर यसमा चाहिँ अब विशेष गरी पर्सनल डेभलपमेन्टको कुरा गर्दा, आफ्नो व्यक्तिगत विकासको कुरा गर्दा के कुरामा ध्यान दिन सकिन्छ यो भ्याकेसनको टाइममा, र आफूले आफैलाई फिजिकल्ली रिल्याक्स गर्नको लागि, मेन्टल्ली रिल्याक्स गर्नको लागि अथवा इमोसनल बन्डिङहरूका लागि के गर्न सकिन्छ, के उपाय हुनसक्छ बाट सुरु गरौँ। ओके, यो अत्यन्तै राम्रो प्रश्न हो सुभाष। तर यो ह्युमन माइन्ड वा ह्युमन साइकोलोजी हामीहरूले बुझ्ने हो भने नि हामी हाम्रो इन्भाइरोमेन्टको बाई प्रडक्ट हौँ। अब यसलाई सरल उदाहरणमा भन्ने हो भने जुन त्यो भाद्रको आन्दोलन थियो नि, त्यो आन्दोलनको 5 देखि 6 दिन मान्छेहरूले जति चाहेर पनि 2-3 वटा काम चाहिँ गर्न सकेनन्। एक, आफ्नो काममा फोकस गर्न सकेनन्। दोस्रो, मानसिक सन्तुलन मिलाउन सकेनन्। तेस्रो, यो देशमा के भइरहेछ भन्दा बाहिर जान सकेनन्। कसैको फोन आउँदा पनि फोनमा लामो संवाद गर्न सकेनन्। अनि आफ्नै मान्छेहरूको माझमा बस्दाखेरि पनि त्यो एउटा कोलाहलको समय थियो कि डर र त्रास अब के हुन्छ भन्ने। त्यो हुनाले हामी हाम्रो इन्भाइरोमेन्ट भन्दा बाहिर एउटा सामान्य मान्छे जान सक्दैन। अब यसलाई कहाँनिर जोड्यो भने दसैँमा हामीहरूले यदि आफ्नो सेल्फ ग्रोथ, पर्सनालिटी डेभलपमेन्टका कुरा गर्छौँ भने हामी त्यो रमाइलो इन्भाइरोमेन्टबाट बाहिर गएर त्यतिखेर ठ्याक्कै हामीहरूले सेल्फ ग्रोथ वा आफ्नो पर्सनालिटी डेभलपमेन्टको बारेमा काम गरिहाल्न चाहिँ सक्दैनौँ। किनभने घरमा पूजाआजाको माहौल हुन्छ, चारैतिर गयो भजन र कीर्तन भइरहेको हुन्छ, यता गयो चङ्गा उडाइरहेको हुन्छ, घर गाउँमा चाहिँ बाहिरबाट कैयौँ वर्ष नदेखेका साथीभाइहरू आइरहेको हुन्छन्, विदेशबाट आइरहेको हुन्छन्, नयाँ नयाँ पकवानहरू बनेका हुन्छन्। त्यस्तो माझमा म सेल्फ डेभलपमेन्ट गर्छु भन्ने चाहिँ यो एउटा फगत सपना मात्र। बट वाट क्यान वी डु इज बिहानदेखि बेलुकासम्म त हामीहरू सम्पूर्ण खानमा र पकाउनमा वा चाहिँ पूजाआजामा त व्यस्त हुँदैनौँ।
त्यहाँ हामीहरूले एउटा कागज र कलम लिएर चाहिँ रेट्रोस्पेक्ट अर्थात् आफ्नो मूल्याङ्कन वा आत्मलोचना चाहिँ गर्न सक्छौँ। हजुर। त्यहाँ बसेर म कसरी यहाँ आइपुगेँ, म केसँग जीवनमा असन्तुष्ट छु, म जीवनमा के गर्न चाहन्छु, मेरा स्किल्सहरू के हुन्, म के स्किल्समा ल्याक गर्दैछु, यो दसैँ र तिहारको माहौल सकिसकेपछि यी स्किल्सहरू मैले कसरी ग्रोथ गर्ने, मैले चाहेको तलब भत्ता सेवा सुविधा कसरी प्राप्त गर्ने, मेरो त्यो सर्कलले मलाई पछाडि धकलिरह्यो भने त्यो सर्कललाई परिवर्तन कसरी गर्ने, यी चिजहरूको हामीहरूले निरन्तर रूपमा मूल्याङ्कन गर्न सक्छौँ। अब बच्चाहरूको कुरा गर्नुहुन्छ भने अब बच्चाहरू लेभलका बच्चाहरू हुन्छन्, उहाँहरूलाई त इनफ्याक्ट उहाँहरूको पर्सनालिटी डेभलपमेन्ट गर्नको निम्ति हाम्रो कल्चर इन इट्सेल्फ इज इनफ के। बच्चाहरूले एउटा समूहको बच्चाहरू हुन्छन्, उहाँहरूलाई दसैँ याद छ, अर्को समूहको बच्चाहरू एकदम सानो छन्, उहाँहरूलाई पोहोर दसैँमा के गरिरहेको थियो भन्ने पनि याद छैन। अलि ठुलो समूहका बच्चाहरू छन्, उहाँहरू चाहिँ दसैँ तिहार टिका लाउने घुम्न जाने भन्ने कुराहरूबाट अलि निरुत्साहित हुन्छ। सो यी सबै बच्चाहरूलाई राखेर हाम्रो चाडपर्वको चाहिँ हिस्टोरिकल महत्त्वदेखि लिएर रिलिजियस महत्त्वदेखि लिएर उहाँहरूलाई यो बेलामा चाहिँ सानो कुराहरू दिएर जस्तो कुकिङमा इन्भल्भ गर्न सकिन्छ कि, गार्डनिङमा इन्भल्भ गर्न सकिन्छ कि, वा सँगै बसेर रातमा साँझ हामी सानो हुँदा छतमा बसेर तराईमा खटिया भन्थे, खटियामा सुतेर स्टार गेजिङ गर्दै स्टोरी टेलिङको चाहिँ एबिलिटिजहरू डेभलप गर्न सकिन्छ कि, अथवा भनौँ गार्डनिङ गर्न सकिन्छ कि, ससाना काम घरमा हामीले यो बेलामा जे गर्छौँ। वा हामीले चङ्गै पनि न्युजपेपरको बनाएर उडाइन्थ्यो सानोमा। आई डोन्ट नो तपाईँले गर्नुभयो कि भएन? गरिएन। हामीहरूले चङ्गा न्युजपेपर, किनभने चङ्गा यत्र तत्र सर्वत्र पाइन्थेन। हामीहरूले माजा त्यो धागो आफै घरमा बसेर गरिन्थ्यो। लट्टाई हामीसँग हुन्थेन, त्यो अलिकति मोटो काठमा चाहिँ लट्टाई आफै कार्भ गरेर हामीहरूले लट्टाई बनाइन्थ्यो। त्यो लट्टाई कति राम्रो बन्छ, चङ्गा उड्छ कि उड्दैन भन्ने कुरा महत्त्व होइन क्या। हजुर। त्यो बनाउँदाखेरि मेमोरिज बिल्ड गर्नुभयो कि भएन? त्यो बनाउँदै गर्दा चाहिँ तपाईँको सेन्सरी स्किल्स बिल्ड गर्नुभयो कि भएन? त्यो बनाउँदै गर्दा क्रिटिकल थिङ्किङ स्किल्स डेभलप गर्नुभयो कि भएन? हामीले चङ्गा बनाउँदा पुच्छर बनाउँथ्यौँ कि, पुच्छर लामो भयो भने उड्ने, छोटो भयो भने उड्ने, अलिकति कम भयो भने उड्ने। हामीले विभिन्न एक्सपेरिमेन्ट गरेर बनाउँथ्यौँ र कहिलेकाहीँ त्यो एक्सपेरिमेन्टले काम पनि गर्थ्यो। अहिले सोच्ने हो भने त्यसले केही गरेन भने पनि कमराडरी, साथीभाइ बीच बन्डिङ हाम्रो एकदम खतरा भयो, टिम वर्किङ गर्न सक्ने क्यापेसिटी भयो। हामीसँग गम नहुँदा त्यो भातको सीताले चाहिँ टाँसेर पनि हामीहरूले चङ्गा बनाएर उडाएका छौँ। त्यसले गर्दाखेरि हामीहरूको क्रिटिकल थिङ्किङ एबिलिटिज डेभलप भयो। अल इन अल अहिले सोच्ने हो भने मेमोरिज त इट्स इरिप्लेसेबल। हामीहरूले कति मेमोरिज बिल्ड गऱ्यौँ। सो सायद यस्तै ससाना कुराहरू, धेरै दिमागमा लोड नपर्ने कुराहरूले बच्चाहरूलाई चाहिँ दसैँ तिहारको महत्त्व बुझाउने हिसाबले, उनीहरूको सेन्सरी स्किल्स बिल्ड गर्ने हिसाबले, सानतिनो स्किल्स, कुकिङ स्किल्स बिल्ड गर्ने हिसाबले चाहिँ उहाँहरूलाई लाइफ स्किल्स चाहिँ हामीहरूले दिन सक्छौँ। त्यो सँगै अब अर्को थोरै जस्तो हजुरले भन्दै गर्दा पनि स्कुल र कलेजले होमवर्क दिन त छोड्दैन, यो त फ्याक्ट हो। यो सँगै अब त्यो गर्न मन लाग्दैन तर गर्नुपर्ने छ भने पछाडि बाध्यताले पनि अलिअलि करियर र एकाडेमिक ग्रोथतिर त जानै पर्यो। यसलाई चाहिँ कसरी ब्यालेन्स गर्ने? सबैभन्दा पहिलो मेरो प्रश्न भने त यो दसैँ तिहारमा होमवर्क भनेर पुरै ठेलमठेल कोर्स बुकका कुराहरू दिनु कतिको सही हो भन्नेतिर नै जान्छु। अनि हामीले जे नै भने पनि दिन त दिन्छन्, अनि त्यो दिँदै गर्दाखेरि ब्यालेन्स गरेर कसरी जाने भन्ने कुरा। पहिलो कुरो त हामीलाई जसरी होमवर्क दिइन्थ्यो, अहिले अधिकांश स्कुलहरूको त भन्दिनँ तर अराउन्ड 40-50% स्कुलहरूको चाहिँ मोर प्र्याक्टिकल अप्रोचमा गएर होमवर्क यसरी नै स्किल्स डेभलप गर्नेतिर गइसक्नु भएको छ। दोस्रो कुरो, मैले जीवनमा यो उमेर खण्डमा आइपुग्दा मैले के बुझेँ भने मान्छे सफल भनेको एकदमै ट्यालेन्टेड भएर वा किताबी नलेज एकदमै खतरा भएर हुने होइन रहेछ क्या। हजुर। मान्छे सफल हुने भनेको अनुशासित भएर रहेछ क्या। यो जुन होमवर्क दिने प्रक्रिया छ, सायद यो टिचर्सहरूले बुझाउन नसक्नु भएको हो, तर यो होमवर्क दिने प्रक्रिया भनेको चाहिँ विद्यार्थीहरूलाई अनुशासित बनाउनको निम्ति दिएको। नाउ वाइ बच्चाहरूले होमवर्कलाई बर्डन मान्छन् वा वाइ बच्चाहरूले त्यो होमवर्क गर्न सकिरहेको छैन भने दसैँ तिहारमा सबैभन्दा धेरै रुटिन बिग्रिन्छ। होमवर्क तब गरिन्छ जब होमवर्क याद आउँछ। होमवर्क एउटा सेट टाइम राखेर होमवर्क गर्ने रुटिन हुँदैन। हामीहरू बच्चालाई पनि एकदमै स्वतन्त्र छोडिदिएर हुन्छौँ।
अब यो होमवर्क धेरै दिने कुरामा चाहिँ इट्स भेरी ब्याड, इट्स नट गुड। तर समटाइम टिचर्स एन्ड पेरेन्ट्स आर अल्सो हेल्पलेस। हाम्रो एजुकेसन सिस्टम यस्तो छ कि हामीहरू हाइली ग्रेड ओरिएन्टेड छौँ रादर देन स्किल ओरिएन्टेड। एक्ज्याक्टली होइन। दोस्रो टिचरहरूलाई पनि हाई प्रेसर छ, कोर्स मात्रै समयमा सिद्ध्याउनु होइन कि त्यो बच्चालाई राम्रो ग्रेड लिएर आउनु पर्ने। त्यो बच्चाले राम्रो ग्रेड लिएर आएन भने त्यो टिचरको मूल्याङ्कन पनि त्यो स्टुडेन्टको ग्रेड जस्तै नै हुन्छ। तेस्रो भनेको यहाँ अभिभावकहरू पनि हुनुहुन्छ जसले बच्चाहरूको छुट्टीमा उहाँहरूलाई इन्गेज गर्ने भन्दा पनि अब छुट्टी हुने भयो बच्चाको, यिनीहरूले दिमाग खाने भए, बरु दिक्क लगाउने भयो, यिनीहरूले मासु खाने भयो, हैरान बनाउने भयो। त्यो हुनाले यो 1 महिनामा जति सक्दो धेरै होमवर्क दिनु है सर, बरु कमसेकम होमवर्क गर्छन्, होमवर्क गरेर बस्छन्। यो संयन्त्र ठ्याक्कै मिलाएको छ क्या हाम्रो एजुकेसन सिस्टम। स्कुलले चाहने ग्रेड्सहरू, पेरेन्ट्सले सोच्ने शैली, अनि विद्यार्थीहरूमा पनि हामीहरू पेरेन्ट्सले बच्चाहरूलाई सानैदेखि स्किल्स दिएको छैन। खालि कोर्सको किताब पढाउने, स्टोरी बुक्सहरू नपढाउने खालको एउटा सिस्टम छ। बच्चाहरूलाई कसरी चाहिँ स्किलफुल कुराहरूमा इन्गेज गर्ने भन्ने छैन। पेरेन्ट्स पनि वर्किङ पेरेन्ट्स हुनुहुन्छ, एकदमै गाह्रो छ। बच्चाले भात खाएन भने मोबाइल यसो देखाउनुहुन्छ, भात स्वाई 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 खुवाउनुहुन्छ, भाग्नुहुन्छ। त्यो केसमा चाहिँ यो एकदमै मिलेको छ। टु मच होमवर्क इज नट गुड, प्र्याक्टिकल होमवर्क अप्रोच इज भेरी गुड। होमवर्क्स आर इन इटसेल्फ नट ब्याड, राम्रै हो होमवर्क। तर बच्चाहरूलाई दसैँ तिहारमा पनि रुटिनमा हालेर होमवर्क गर्नुभयो भने वर्क र प्ले एकदमै ब्यालेन्स्ड हुन्छ। यसले बच्चाहरूको ग्रोथलाई चाहिँ एकदमै सपोर्ट गर्छ। बट टु मच अफ एनिथिङ इज ब्याड। धेरै खेल्नु र फ्रिडम हुनु पनि नराम्रो हो, धेरै पढाइको बोझ हुनु र जीवनमा रमाइलो गर्नै नपाउनु पनि ब्याड हो। यसमै चाहिँ जस्तो पेरेन्ट्सहरूले चाहिँ बुझ्नुपर्ने कुरा के हो त? अब जस्तो यो समयमा केटाकेटीहरूलाई के कुरामा चाहिँ उहाँहरूले आफैले पनि स्वस्फूर्त रूपमा झिझो नमानिकन आफैले पनि छुट्टीमा बसेको समयमा के कस्ता कुराहरूमा इन्गेज गराउने? अब यो भन्दै गर्दाखेरि अर्को एउटा एकदमै महत्त्वपूर्ण प्रश्न के उब्जिन्छ भने त्यो रमाइलो चाहिँ कसले गराउने त भन्ने ठुलो प्रश्न हो। मैले दुईवटा क्वेसन सँगसँगै जोड्छु, हजुरले त्यसलाई क्रिटिकल्ली एनालाइज गरेर भन्नुहोला। पेरेन्ट्सहरूले कसरी इन्गेज गराउने भन्ने प्रश्न जब राख्दै गर्दाखेरि मेरो दिमागमा फ्याट्टै के आयो भने कसले इन्गेज गराउने त भन्ने प्रश्न। किन? बाहरू बिजी तास खेल्न, प्रायतः नेपाली समाजको कुरा भन्दैछु, बाहरू बिजी तास खेल्न अथवा रक्सी खान अथवा साथीभाइ भेट्न। त्यो रक्सी खान फेरि मैले नेगेटिभ उसमा भने होइन, साथीहरू बसेर जमघट गर्न भनौँ। आमाहरू किचनमा बिजी, त्यहाँनिर त्यो हामीले जतिसुकै जेन्डर फ्रेन्डली किचन हुनपर्छ अथवा जतिसुकै चाहिँ इक्वालिटी हुनपर्छ भने नि त्यो नदेखिरहेको अवस्थामा अनि पेरेन्ट्सकै तालमेल नमिले पछाडि बच्चाहरूलाई त्यसको डिरेक्टली असर पर्ने, यो दुइटै कुरालाई कसरी मिलाएर बच्चाको बेनिफिटको लागि सोच्न सकिन्छ भन्ने कुरा। म यसको उत्तर दिनुभन्दा अगाडि अलिकति म आफ्नो बाल्यकालमा जान चाहेँ। म एउटा भनौँ न जोइन्ट फ्यामिलीमा हुर्केको बच्चा थिएँ। अनि हाम्रो फ्यामिलीमा के थियो भने दसैँमा घरको नित्य पूजा त सबैको घरमा हुन्छ। अक्सर हाम्रो घरमा चाहिँ कहिले पनि यो मादक पदार्थ वा चाहिँ तास हाम्रो घरमा भन्ने चलनै थिएन। मलाई इनफ्याक्ट भन्यो भने आजको दिनमा पनि मैले तास खेलेको वा मादक पदार्थमा रमाएको भन्ने कुनै पनि याद पनि छैन र कसैले सायद टिका टिप्पणी पनि गर्न सक्नुहुन्न होला यो कुरामा, बानी छैन। मैले मेरो घरमा के देखेँ भने बुवाहरू चाहिँ बिहान 6 साढे 6 बजेदेखि उठेर पाठ गर्ने 10-11 बजीसम्म, मम्मीहरूले त्यसमा चाहिएको चाहिँ प्रसादहरू तयार गर्नेदेखि लिएर सबै थियो। मेन बिजी भनेको सप्तमीको दिनदेखि हुन्थ्यो। अब यसमा रमाइलो के थियो भने सिन्स जोइन्ट फ्यामिलीमा भएको र हामी एउटा समाजमा बसेको हुनाले सप्तमीको दिन हाम्रो घरमा कार्यक्रम हुन्थ्यो, सबै त्यहीँ आउँथ्यो, पूजाआजा गर्थे, खानपिन गर्थे, सबैले मिलेर भनौँ न कामहरू सघाएर सिद्धिन्थ्यो। हाम्रा बाहरू पनि बसेर तास खेल्ने मैले जीवनमा कहिले पनि देखिनँ। मतलब घरको तरकारीहरू लिएर आइदिने हो कि सरसफाइमा उहाँहरूले ध्यान दिइदिने हो कि त्यो पूजाका औजारहरूलाई चाहिँ पेन्ट गर्नतिर वा चाहिँ त्यो अबिर केसरी लाउने हो कि त्यो बुवाहरूको काम हुन्थ्यो भने आमाहरूको किचनमा काम हुन्थ्यो। अनि आज सप्तमीमा यहाँ भने अष्टमीमा त्यहाँ, नवमीमा त्यहाँ, दशमीमा त्यहाँ भन्ने हुन्थ्यो। अनि हाम्रो कहिले पनि साँझ दसैँको बेलामा खाना पकाउने चलन भन्ने नै थिएन। बिहानको जे रह्यो त्यही खाने हो, सेल छ भने सेल, चिउरा छ भने चिउरा, तरकारी छ भने तरकारी खायो। अब यसले गर्दा के हुन्थ्यो भने दिनमा थकान मेट्ने पनि समय पाइन्थ्यो। अनि रमाइलो कुरो के थियो हाम्रो घरतिर भने सबै जमघट बाबेलामा
बुवाहरू मिलेर कहिलेकाहीँ लुकामारी खेल्नुहुन्थ्यो हामीहरूसँग। मेरो अङ्कल माइलो अङ्कल एकदमै एथलेटिक हुनुहुन्थ्यो, उहाँ हामीहरूसँग ब्याडमिन्टन खेल्नुहुन्थ्यो। मेरो कान्छो अङ्कल एउटा भनौँ न भैरवाको चाहिँ डिस्ट्रिक्ट बेस्ड क्रिकेट प्लेयर हुनुहुन्थ्यो, उहाँहरूले बल हाल्ने हामीलाई, हामी प्याडिङ स्याडिङ गरेर पुरा बल खेल्थ्यौँ, हामी बच्चाहरू लाइन लाग्थ्यौँ उहाँको बलिङ खेल्नको निम्ति। हामीहरू तास जस्तै एउटा चाहिँ त्यो पोकेमोन कार्डहरू हुन्थ्यो वा उनोको कार्ड हुन्थ्यो होइन, त्यो खेलिन्थ्यो। हामीहरू कहिलेकाहीँ घरै पछाडि चाहिँ सबैजना मिलेर वनभोज गर्थ्यौँ, बच्चाहरूले आफूले सक्ने काम गर्थ्यौँ होइन। यो बच्चाहरूलाई नै लिड गर्न लाइन्थ्यो, ल तिमीहरू पका, कहिलेकाहीँ एकदमै नमिठो तरकारी पकाइन्थ्यो हामीहरूले, तर खाइदिन्थे, हामीलाई स्याबासी दिन्थे, यो यसरी गर्नु पर्थ्यो भनेर सिकाउँथे। हामीलाई रुखहरू रोप्न होइन, हाम्रो फुलहरू रोप्न, हाम्रो बच्चाहरूको कामै बिहान फुल टिप्ने हुन्थ्यो। हामीहरू लगभग 10 वर्षदेखि 4 वर्षका थिए, सबैजना बास्केटबल बोक्यो, जसलाई दुबो टिप्न आउँछ उसले दुबो टिप्यो। दुबो चिनिन्थेन सानोमा, घाँस पनि टिपेर ल्याइन्थ्यो, तर 1-2 चोटि यो घाँस होइन यो दुबो हो भनेपछि त अब सिक्यो नि त। फुल टिप्न गइन्थ्यो, दसैँमा कुन फुल चढ्छ कुन फुल चढ्दैन थाहा हुन्थ्यो। के हुन्थ्यो भने अब त्यो खालको समाज अब छैन। दोस्रो कुरो चाहिँ अर्को, एकदमै घुम्न जाने खाने भन्नलाई अघि नै सुभाषले भनिसक्नु भयो, हाम्रो देशमा त्यति पर्याप्त पैसा पनि छैन। त्यसले गर्दा यो मिडल, लुकामारी खेल्न केही लाएन, चोर पुलिस खेल्न केही लाएन, फुल टिप्न सिकाउन केही लाएन, फुल पनि कसरी टिप्नु पर्ने रहेछ भन्ने कुरा थाहा थिएन। यी विद्यागत कुराहरू सिकाएर गरेर पनि बच्चालाई इङ्गेज गर्न सकिन्छ जस्तो लाग्छ। जस्तो अब यसमै पनि हामीले अरू कुराहरू गर्दै गर्दा अब थोरै क्रिएटिभिटीको पार्टमा जाँदाखेरि के कुराहरूमा, जस्तो हामीले पूजाआजाका कुरा पनि गरिसक्यौँ, गेम्सहरू खेल्नुपर्छ भनेर पनि भनिसक्यौँ, आफ्नो हबीहरू पर्स्यु गर्नको लागि चाहिँ कतिको महत्त्वपूर्ण टाइम हो र कसरी ती कुराहरूलाई चाहिँ म्यानेज गर्न सकिन्छ भन्ने कुरा? एकदमै महत्त्वपूर्ण टाइम हो। हामीले पाउने भनेको सुभाष यही एउटा जिन्दगी हो, हामीलाई अतिरिक्त अर्को एउटा जीवन दिइँदैन माया गर्नको निम्ति, परिवार हुर्काउनको निम्ति, वा चाहिँ भनौँ न आफ्नो हबीहरू प्यासनहरू किन्डल गर्नको निम्ति। म हेर्छु सुभाष एउटा लको स्टुडेन्ट हुनुहुन्छ, तर मैले सुभाषलाई सधैँ देखेदेखि एङ्करिङमा पनि तपाईँको एकदमै रुचि थियो, तपाईँको यो टिभी कार्यक्रमहरू होस्ट गर्न पनि रुचि छ, तपाईँलाई कसैले बोलायो भने तपाईँ त्यहाँ बोल्न जान पनि एकदमै एउटा इच्छा राख्ने व्यक्ति हो, आफ्नो धारणा राख्ने व्यक्ति। रमाइलो लाग्छ। एक्ज्याक्टली, रमाइलो लाग्छ। यसको निम्ति अब दोस्रो जीवन पाइँदैन कि, यही एउटै लाइफ हो। सो यही दसैँको बेलामा म रेस्ट गर्छु मात्रै भनेर बस्नुभयो भने सुतेरै पनि दिन बित्छ, खाएरै पनि दिन बित्छ। म एक हिसाबले गिटार बजाउन सिक्छु भन्यो भने तपाईँलाई केही बजाउन नआउला, तर सिम्पल कोर्ड्सहरू बजाउन सिकेर पनि बित्छ। तपाईँ क्रिकेट खेल्न चाहनुहुन्छ भने तपाईँले क्रिकेटको 2वटा स्ट्रोक्सहरू सिक्नुहुन्छ। मैले गरिरहेको छु अहिले गिटार। एब्सोल्युटली। सो दिस इज द टाइम। अनि यही बेला हो तपाईँसँग भनौँ न एक हिसाबले 8 घन्टा कलेजमा बिताउनु परेन, स्कुलमा बिताउनु परेन। जुन स्कुल कलेजमा बिताउने 4-5 घन्टा पनि तपाईँ घरमै बसेर प्रोडक्टिभ काम गर्न सक्ने टाइमै यही हो क्या। सो दिस इज द बेस्ट टाइम टु किन्डल युर ह्याबिट। तपाईँले रोल मोडल मानेका मान्छेहरूलाई हेरेर तपाईँले अहिले युट्युबबाट सिक्न सक्नुहुन्छ। यदि कार्टुन युट्युबबाट हेर्न सक्नुहुन्छ, यदि तपाईँले मुभी युट्युबबाट हेर्न सक्नुहुन्छ भने तपाईँले फुल रोप्न पनि युट्युबबाट सिक्न सक्नुहुन्छ, मन्त्र भन्न पनि युट्युबबाट सिक्न सक्नुहुन्छ, क्रिकेट खेल्न पनि युट्युबबाट सिक्न सक्नुहुन्छ, ब्याडमिन्टन खेल्न पनि युट्युबबाट सिक्न सक्नुहुन्छ। दिस टाइम इज भेरी इम्पोर्टेन्ट। समय भनेको सबैभन्दा ठुलो रिसोर्सेस हो क्या मान्छेको। यो रिसोर्सेस तपाईँसँग अहिले दसैँको बेलामा आफ्नो निम्ति पर्याप्त छ। यो रिसोर्सेसलाई केवल सुत्न, खान, तास खेल्न र आफूसँग भएको पैसा चाहिँ उडाउनको निम्ति नखर्चिनुहोस् भनेर भन्न चाहन्छु। जस्तो यो अब कर्पोरेटको कुरा गर्दा क्या, कर्पोरेटको मान्छेहरूलाई चाहिँ अथवा सरकारी कार्यालयमा काम गर्ने मान्छेहरूलाई हाम्रोमा चाहिँ यो अलि होइन, यस्तो हुन नहुने हो जस्तो लाग्छ मलाई, किनभने विदेशमा काहीँ पनि त्यस्तो हुँदैन। यो कम्तीमा दसैँ तिहार त हाम्रो समय हो नि त, तर पनि 5 दिन मात्रै छुट्टी, सरकारी छुट्टी नै हेऱ्यौँ भने पनि 5 दिन छ। यो चाहिँ कतिको सही लाग्छ या गलत लाग्छ, यसलाई चाहिँ तपाईँले आफूले चाहिँ कसरी व्याख्या गर्नुहुन्छ? मान्छे भनेको एकदमै फ्री जात हो कि सुभाष। मान्छेलाई कुनै पनि नियम कानुनमा कैद गरेको मन पर्दैन। चाहने हो भने मान्छेले 365 नै दिन सायद छुट्टी लिन्छ होला, तर त्यसमा पनि दुखी हुन्छ कि। मेरो हिसाबले चाहिँ मलाई के लाग्छ भने यदि हामी एकदमै हाइली प्रोडक्टिभ देश थियौँ भने हाम्रो 5 दिनको छुट्टी इनफ हुन्थेन। तर हामी एकदमै हाइली प्रोडक्टिभ देश होइनौँ के।
अब यो 5 दिनको छुट्टी हेर्दै गर्दा चाहिँ सरकारी कर्मचारी कर्पोरेटको साथीभाइहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ कुनै पनि एक्सपेरिमेन्ट नगर्नुहोस्, तपाईँहरूले कुनै पनि हबीहरू नपछ्याउनुहोस्, तपाईँहरू चाहिँ मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस्, तपाईँहरू चाहिँ आराम गर्नुहोस्, तपाईँहरू चाहिँ त्यो जोस र ऊर्जा फेरि भर्नुहोस्, किनभने पुरा 1 वर्ष तपाईँहरूलाई फेरि पनि काम गर्नुपर्ने छ। एकमुष्ट बिदा त आउँदैन, पेलिनेवाला हुनुहुन्छ। त्यो हुनाले यो मानसिक स्वास्थ्यको केयर गर्नु भने पनि एक हिसाबले आफ्नो केयर गर्नु हो नि त। यो जीवन चलाउन जति महत्त्वपूर्ण शरीर हुन्छ त्योभन्दा 2 गुणा महत्त्वपूर्ण दिमाग हुन्छ क्या। त्यो हुनाले यो दिमागलाई आराम गर्ने समय हो। पर्याप्त त कहिले पनि हुँदैन। द अमाउन्ट अफ स्ट्रेस द्याट दे हेभ टु डिल विथ 5 दिनको छुट्टी के इनफ्याक्ट 6 महिनाको छुट्टी 2 पटक पनि इनफ छैन होइन। तर के भने हामीसँग जे छ त्यसको बेस्ट बनाउने हो। हामीसँग 5 दिन छ भने 5 दिनलाई बेस्ट बनाउने हो, 7 दिन छ भने 7 दिनलाई बेस्ट बनाउने। जस्तो यसमै चाहिँ अब जस्तो यो दसैँ तिहारको बेलामा व्रत बस्ने पनि हुन्छ, अथवा भनौँ यही बेलामा सबैभन्दा बढी खाइने पनि हुन्छ। भेरी ट्रु। तर हामीले के गरिरहेका हुँदैनौँ भने स्वास्थ्यतर्फ चाहिँ खासै धेरै ध्यान दिइरहेका हुँदैनौँ। यसमा तपाईँको आफ्नो ओपिनियन चाहिँ के हो? जस्तो हामीले हेल्थ वेलबिइङलाई चाहिँ सँगसँगै कसरी लानुपर्छ, यो चाडबाडको बेलामा के कुराहरूमा ध्यान दिनुपर्छ, र यो व्रत पूजाआजा भन्ने कुरामा तपाईँ आफू नै चाहिँ कति विश्वास गर्नुहुन्छ? हेल्थको बारेमा बोल्नलाई आइएम वान अफ द भेरी रङ पिपल जस्तो लाग्छ। म आफै एकदमै गलत मान्छु यो विषयमा बोल्नलाई, किनभने मैले आफ्नो स्वास्थ्यलाई चाहिँ टेक केयर गर्नलाई धेरै प्रयास गरिरहेकै मान्छे हो। यो होइन कि म बिहान पनि उठ्दिनँ, व्यायाम पनि गर्दिनँ भन्ने चाहिँ होइन। तर कुनै भनौँ न एक हिसाबले हेरिडिटेरी होस्, केही कारणले होस् चाहिँ मैले यो मेन्टेन गर्न सकिरहेको छैन होइन। जस्तो जिम जाने, व्यायाम गर्ने त स्वास्थ्यको निम्ति नराम्रो त पक्कै पनि होइन। अहिले मैले पनि गरिरहेको छु विगत 1 वर्षदेखि। तर के भने म एकदमै आफ्नो धर्म सनातन हिन्दू धर्ममाथि आस्था राख्ने मान्छे हो। मलाई व्रतको चाहिँ भगवानप्रति भन्दा पनि व्रतको धेरै आफ्नै वैज्ञानिक फाइदाहरू पनि छन्। जस्तो पेटले आराम पाउँदा, तपाईँको लिभरले आराम पाउँदा, किडनीले आराम पाउँदा शरीरलाई धेरै नै स्वास्थ्य हुन्छ होइन, धेरै फाइदा स्वास्थ्यकर हुन्छ, फाइदा हुन्छ भन्ने चाहिँ म आस्था राख्ने मान्छे हो। पूजापाठमा पनि म एकदमै आस्था राख्ने मान्छे हो। तर हरेक दिन त्यो टिका अबिर अक्षता गरेर पूजा गर्ने मान्छे चाहिँ म होइन। मैले चाहिँ यो दसैँ भनेको चाहिँ आफ्नो हायर सेल्फसँग मिट गर्ने पनि टाइम हो जस्तो लाग्छ क्या। मतलब हामी हरेक दिन एउटा बेहोसीको हिसाबले जीवन बिताउँछौँ जस्तो लाग्छ कि। होसमा आउने मौका चाहिँ यो 5-7 दिन हुनसक्छ हामीलाई। जस्तो घन्टी बज्दाखेरि त्यो फ्रिक्वेन्सीले तपाईँको दिमागको वेभ लेन्थलाई एकदमै ब्यालेन्स गर्छ। तपाईँले कहिले ख्याल गर्नुभएको छ शङ्ख फुक्दै गर्दा मनमा आनन्द एउटा आउँछ, त्यो दिमागको वेभ लेन्थ थेटा वेभ्स, बेटा वेभ्स भन्ने हुन्छ, गामा वेभ्स भन्ने हुन्छ, ती वेभ्सहरू रिलिज गर्छन् यिनीहरूले होइन। त्यो हुनाले यी चिजहरूले मलाई हायर सेल्फसम्म लानको निम्ति एकदमै मद्दत गर्छ। मान्नुहोस् नमान्नुहोस् जीवनको अन्तिम काल भनेको अध्यात्म हो। अध्यात्ममा लाने द्वार चाहिँ धर्म हो मेरो लागि। सो धर्मलाई मैले केवल धर्मको रूपमा मात्रै नहेरेर आध्यात्मको रूपमा पनि आध्यात्मको द्वारको रूपमा हेर्ने हुनाले म यसको एकदमै विश्वास गर्छु। जस्तो अब यही दसैँकै बेलामा प्रायतः चाहिँ स्कुल कलेजकै अब अलिकति त्योसँग सम्बन्धित कुरा गर्छु, टिचर्सहरूलाई अति धेरै प्रेसर के कारणले भन्दाखेरि भर्खर इक्जाम सकिया हुन्छ, त्यस पछाडि यो चाहिँ उहाँहरूको लागि कपी चेक गर्ने टाइम बनिदिन्छ है। अनि स्टुडेन्टहरूको ग्रेडिङ गर्ने यताउति, अनि त्यो दसैँ तिहारको बिचमा हामीले जति सहज देख्छौँ शिक्षकहरूलाई आनन्द छ। हो त्रिविका शिक्षकहरूलाई त अलि आनन्दै छ, तर जो प्राइभेटमा काम गर्नुहुन्छ, स्कुलमा काम गर्नुहुन्छ, कलेजमा काम गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ हुँदैन। प्लस उहाँहरूले वर्षभरि जुन मेन्टल टेन्सनबाट जानुहुन्छ अथवा मेन्टल प्रेसरबाट उहाँहरू गुज्रिनुहुन्छ, त्यसले गर्दाखेरि पनि टाइम हुँदैन। यो कसरी म्यानेज हुनपर्छ? किनभने तपाईँ आफै पनि यही फिल्डमा अझै बढी भिजिरहँदाखेरि टिचर्सहरूको लागि चाहिँ दसैँ कस्तो हुनुपर्छ जस्तो लाग्छ? मलाई चाहिँ के लाग्छ भने नेपालमा चाहिँ सबैभन्दा अन्डर पेड, ओभरवर्क एन्ड लेस रेस्पेक्टेड प्रोफेसन टिचर हो जस्तो लाग्छ क्या। हो हेर्ने हो भने 100% मान्छेको जीवन बनाउनमा एउटा शिक्षकको ठुलो भूमिका छ क्या। 100%, इट्स नट 90%, 1%। यदि त्यो बच्चा 7 कक्षासम्म पनि पढाएको छ भने
उसले आफ्नो जीवनयापन गर्ने भनेको 7 कक्षासम्म उसले आर्जन गरेको नलेजबाट उसले जीवनयापन गर्ने हो क्या। बाँकी सिक्ने कुरो भनेको त 7 कक्षासम्म उसले पढ्यो, त्यस पछाडि सिक्नको निम्ति उसको दिमाग अगाडि गयो नि त। यदि कोही मान्छे 0 कक्षा पढ्ने हो, सधैँ चाहिँ आइसोलेटेड भएर बसेको छ भने उसले जङ्गली पाराले जीवन बिताउँछ क्या। यु अन्डरस्ट्यान्ड वाट आइम सेइङ हैन? सो टिचरको भूमिका एकदमै ठुलो छ। मैले नेपालमा हरेक सेक्टरमा एउटा एडभोकेसी चाहिँ के गरिरहेछु भने नियमित गर्ने कार्यमा कोही पनि मान्छेलाई धेरै काम अरायो भने त्यो काम प्रोडक्टिभ हुँदैन, झन् अनप्रोडक्टिभ भएर जान्छ क्या। जस्तो लेट्स से सपोज सुभाष र म एउटा अफिसमा बस्छौँ, हाम्रो काम 9:30 देखि 5:30 छ रे होइन। 9:30 देखि 5:30 भित्र कुनै पनि काम प्रोडक्टिभ वेमा गर्न सिकाउनु पर्यो। त्यो काम 5:30 मा सकिएन भने त्यो कामलाई त्यहीँ थाँती राखेर भोलि फेरि आएर त्यसलाई त्यहीँबाट कन्टिन्यू गर्ने चाहिँ एउटा सिस्टम बसाल्नुपर्छ। अन्टिल एन्ड अनलेस त्यो कामले त्यो संस्था वा त्यो पेसालाई लाइफ थ्रेटनिङ कुनै पनि एउटा सिचुएसनमा पार्दैन। जस्तो टिचरको केसमा हेर्ने हो भने अहिले नेपालमा सबैलाई लागू हुँदैन। प्राइभेट सेक्टर अनप्रोडक्टिभ हुनुको वान अफ द मेन रिजन्स के हो भने बच्चाहरूको होमवर्क भन्दा धेरै काम टिचरहरूको छ क्या। हो नि। एक त भर्खरै एक्जाम सकिया हुन्छ, क्वेसन पेपर चेक गर्ने त आफ्नो ठाउँमा छ। दसैँ होमवर्कको लागि पहिला सुरु त क्वेसन बनाऊ, प्रोजेक्ट वर्क बनाऊ, सबै बनाऊ। अनि भिलेन पनि टिचर नै हुन्छ। एब्सोल्युटली। दसैँ भरि चाहिँ एक्जाम पेपर चेक गरेर भर्खरै सकिया हुन्छ, अनि आउन थाल्छ अब प्रोजेक्ट वर्क। अनि त्यो प्रोजेक्ट वर्क चेक गरेर सकि नै लागेको हुन्छ, क्लास वर्क चेक गर्नुपर्ने हुन्छ, होमवर्क चेक गर्नुपर्ने हुन्छ। टिचरको 3 बजे छुट्टी छ भने ल है छुट्टी त भयो, तर आफ्नो काम चाहिँ कतिखेर सिद्धिन्छ हेर्नुहोस् है, सिद्ध्याएर जानुहोस् भन्ने खालको छ क्या। नट जस्ट स्टुडेन्ट्स, यहाँ त स्टुडेन्ट्स भन्दा हाइली ओभरवर्क टिचर्सहरू हुनुहुन्छ। टु मेनी स्टुडेन्ट्स बिङ लुक्ड बाई टु लेस टिचर्स। अनि त्यो टु लेस टिचर्स भन्ने बित्तिकै उहाँहरूको सोल्जर्समा टु मच वर्क। जस्तो म संयुक्त राज्य अमेरिकामा पढेँ, मेरो एउटा टिचर हुनुको साथसाथै टिचरको 2-3टा असिस्टेन्ट हुन्थे कि होइन। उहाँहरूलाई एउटा स्टाइपेन्ड आउँथ्यो होला। उहाँले क्लास पढाउनेदेखि लिएर होमवर्क चेक गर्नेदेखि लिएर लेसन प्लानहरू बनाउने सबै गर्नुहुन्थ्यो। प्रोफेसर चाहिँ उहाँको दिमाग युज गरेर गाइड गर्ने, लेसन प्लान मिल्यो कि मिलेन भन्ने, क्लासमा आएर लेक्चर डेलिभर गर्ने, त्यो खालको स्रोत साधन ती देशहरूमा छन्। यो देशमा चाहिँ त्यो छैन। त्यसले गर्दा टिचर्सहरूलाई गाह्रो छ। टिचर्सहरूलाई एउटै के भन्छु भने टाइम म्यानेज गर्नुहोस्, लर्न हाउ टु टेक फुल इन्जोयमेन्ट अफ दसैँ एन्ड तिहार। होमवर्क चेक बिहान 1 घन्टा 2 घन्टा, बेलुका 1 घन्टा 2 घन्टा गर्नुहोस्, बाँकीको समय इन्जोय गर्नुहोस्। कुनै दिन तपाईँलाई होमवर्क चेक गर्न मन लाग्दैन भने टेक अ लिभ, किनभने यु आर अ ह्युमन बिङ। तपाईँ पनि मान्छे हो, मसिन त होइन। अनि तपाईँहरू चाहिँ मानसिक स्वास्थ्य राम्रो रह्यो, तपाईँहरू रिल्याक्स रहनुभयो भने तपाईँले सब्जेक्टिभ मात्र होइन बौद्धिक कुराहरू पनि ती बच्चाहरूलाई दिन सक्नुहुन्छ भन्ने लाग्छ। जस्तो हाम्रो घरमा यसो कुरा गर्दाखेरि अभिभावकहरूले के भन्नुहुन्छ भने तिमीहरूको पालाको दसैँ के दसैँ, हाम्रो पालामा पो दसैँ त सँगै आउँथ्यौँ, खसी काट्थ्यौँ, त्यस पछाडि पिङ हालिन्थ्यो, सँगै रमाइलो गर्थ्यौँ। अहिले त्यसो छैन। त्यो मैले पनि मान्छु, अहिले त्यसो छैन। हामीले पनि सानो हुँदाखेरि जस्तो खालको दसैँ देख्थ्यौँ, अहिले त्यस्तो छैन। तर अहिले के पनि छैन भने अरू कुनै माध्यम पनि छैन मान्छेहरू सँगै आउने। मेरो प्रश्न के भने जति पनि पुराना कुराहरू छन्, जस्तो पिङदेखि लिएर उहाँहरूको पालामा जे थियो, केही कुराहरू उहाँहरूको सद्भावले थियो, केही कुराहरू अभावले पनि थियो होला सायद। अहिले त्यो अभाव छैन, तर अभावसँगै सद्भाव पनि छैन। अहिले नै भएका कुराहरूलाई मिलाएर त्यो सोसल ग्यादरिङ, सोसल कन्ट्रिब्युसन ल्याउन मिल्ने हो कि त्यो ल्याउन मिल्छ भने केबाट ल्याउन मिल्छ भन्ने कुरा कि होइन, पुराना कुराहरूलाई नै हो रिभाइभ गर्नुपर्ने, यो अहिले हामीले मास्यौँ भन्ने हो कि? यसमा तपाईँको ओपिनियन के हो भन्ने कुरा। अब हुन चाहिँ यो कुरा चाहिँ कल्चरल भनौँ न जानकार व्यक्तिहरूले नै दिन सक्नुहुन्छ होला। तर मेरो यसमा धारणा चाहिँ के छ भने कुनै एउटा पुस्ताले अपनाएको सिस्टम बिस्तारै बिस्तारै गएर कल्चर बन्छ। जस्तो मैले मानौँ न मेरो हजुरबुवा हजुरआमाले जे गर्नुभयो
त्यसको केही अंश छोड्दै मेरो बुवा आमाले बनाउनु भयो। अब मेरो निम्ति त त्यही नै कल्चर भयो नि त, किनभने मैले मेरो हजुरआमाहरूले गरेको त देखिनँ। यो अब कस्तो हुन्छ भने दसैँ अहिलेको हामीहरूले नेपालको सिनेरियो हेर्ने हो भने यङ पिपलहरू एक हिसाबले तपाईँभन्दा माथिको पुस्ता त यो देशमा हुनुहुन्न। मेरो पुस्ता मिलेनियल्सहरू एकदमै कममा हुनुहुन्छ होइन। मिलेनियल्सहरूले त्यो दसैँको परम्परा क्यारी अन नै गर्न सक्नु भएन। अब जेनजी पुस्ता, जेन एल्फा पुस्ता, जेन बीटा पुस्ता भनौँ न, उहाँहरूलाई त एक्ज्याक्टली चाहिँ अब दसैँ त के हो भन्ने कुरा नै त्यो, किनभने कुनै एउटा जेनेरेसनै ग्याप भयो भने त माथिबाट तल आउने चिज पनि त ग्याप होला नि त। हो। दोस्रो चिज मिलाउन यसलाई अवश्य पनि सकिन्छ, यसलाई नसकिने होइन, तर आफूले कमाएको धन सम्पत्ति स्टेटसलाई स्टेटस को बनाउन मिलेन के। जस्तो सुभाष र म दाजुभाइ नै हुँला रे रियल लाइफमा। सुभाष र म मध्ये म एकदमै आर्थिक रूपमा सफल छु रे, सुभाष सामाजिक रूपमा सफल हुनुहुन्छ अरे, तर अब त्यसको र हाम्रो मिल्दैन भन्ने खालको जुन मेरो अब पैसाको हिसाबले स्टेटस को बनाएको छ नि, त्यसले गर्दा धेरै परिवारहरूमा फ्रेगमेन्टेसन आइरहेछ क्या। यो सेलिब्रेट गर्ने पनि आफूसँग क्लास मिल्ने, स्टेटस मिल्ने, आफूसँग आर्थिक हैसियत मिल्नेहरू मात्रै सेलिब्रेट गर्ने भए र आर्थिक हैसियत नमिल्ने, क्लास नमिल्ने, स्टेटस नमिल्नेलाई अलग गरेर सेलिब्रेट गर्ने जुन एउटा कल्चर आयो नि, यो रङ कल्चर हो। हामीहरूले पुरानो अझै पनि रिभाइभ गर्न सक्छौँ, तर यसमा चाहिँ पैसा वा स्टेटसको इन्टरफेरेन्स नभइकन ह्युमन फिलिङ्स वा मानव भावना केन्द्रित भएर चाडपर्वलाई सेलिब्रेट गर्न सक्यो भने चाहिँ पुरानो चिजलाई रिभाइभ गर्न सकिन्छ। आई गिभ यु स्मल इक्जाम्पल। जस्तो सुभाष भाइले मलाई फोन गरेर दाइ आउनु पऱ्यो, पिङ बनाउनु पऱ्यो बच्चाहरूलाई भनेर भन्दाखेरि मैले त्यस्तो काम पनि गर्छन् सुभाष यार, म नट इन्ट्रेस्टेड यार, कहाँ कति काम छ आफ्नो, यहाँ कहाँ मिटिङमा जानु छ, कहाँ के गर्न जानु छ भने। अब यो के भयो, यो स्टेटस इन्टरफेरेन्स भयो क्या, यो क्लास इन्टरफेरेन्स भयो। सुभाषले दाइ आउनु पिङ बनाउँदैछौँ हामी भन्दै गर्दा सुभाषले लिटरली आउनु दाइ पिङै कस्नु भन्न त खोजे होइन होला। होइन, म त्यहाँ गएर 1 घन्टा उभिदिएँ भने के हुन्छ भने सुभाषलाई पनि दाइ पनि आउनुभयो भन्ने हुन्छ, मलाई नि के हुन्छ भने भाइकोमा म गएँ भन्ने हुन्छ। आखिर पहिला पनि त हुने त त्यही थियो नि, पिङ बनाउनु त 4 जना हो, हेर्ने 20 जना हो नि त होइन। पहिला त खसी मार हान्ने त एकैजनाले हो, 20 जनाले त खुकुरी चलाउँथेन, तर मार हान्ने हेर्ने चाहिँ 50 जना हुन्थे। पहिला खसी ल्याउने त एकैजना हुन्थ्यो नि, तर त्यो खसी खुइल्याउने वा चाहिँ त्यसमा तातो पानी हाल्ने, बेसार दल्ने त टन्नै हुन्थ्यो नि त। त्यसको साटो अलिकति खाएर जान्थ्यो बाबा। अब के हुन्छ भने कोही भूत लाउन आउने खसी काट्यो भनेर थाहा पाउने बित्तिकै आयो, पिङ जोड्यो भन्ने बित्तिकै गाउँभरिका आयो, अब आफै खेल्न पाइँदैन। अब यो स्टेटस क्लास हो के, स्टेटस को क्लास हो, अलिकति स्वार्थी पनि हुँदै गयो, अलिकति स्वार्थी। एन्ड यो सबै धनको इन्टरफेरेन्स हो। यो भएन भने चाहिँ पुरानो शैलीलाई हामीहरूले क्यारी अन गर्न सकिन्छ। अहिले नुन माग्न जान सकिन्छ छिमेकीमा? सकिँदैन नि। पहिला हामी नुन मागेर खाएको, पहिला त लाज पनि हुन्छ, आफै पनि गइँदैन। भेरी ट्रु। दोस्रो चाहिँ गयो भने नुन माग्न आयो हो भन्ने पनि हुन्छ। के कारणले गर्दाखेरि यो धनको क्लास आयो नि त। म 10 वर्ष हुँदा पसलभन्दा टाढा आन्टीको घर थियो भने आन्टीकोमा गएर पहिला नुन वा चिनी लिएर आएछ, छोट त दुध छ कि छैन भनेर भन्थेँ क्या। अहिलेको बच्चालाई भन्यो भने त्यति चाहिँ दुध दिन पनि को जान्छ यार, पैसा दिनु न किनेर लिएर आउँछु भन्छ कि। न मनी हेज कम इन बिट्विन। अब समाज त्यतातिर जाँदैछ, यसलाई गलत भन्न मिल्दैन, समयअनुसार समाज बदलिन्छ, त्यसलाई त्यो आत्मीयता छैन, आत्मीयता चाहिँ घट्छ। अब आत्मीयता लिएर आउने हो भने मेरो धन सम्पत्ति पावर पोजेसन एक ठाउँमा छ, तर चाडबाड मनाउने भनेको चाहिँ सबैजना नजिक आएर हो, सबैजना चाहिँ घुलेर हो, मिलेर हो, आत्मीयता बढाएर हो भन्ने चाहिँ सकिन्छ। विथ दिस गुड नोट दाइलाई समय र संवादको लागि धेरै धेरै थ्याङ्क यू सो मच सुभाष फर ह्याभिङ मी। फेरि यस्तो अवसरहरू मिल्दै गरोस्। थ्याङ्क यू सो मच र दसैँको शुभकामना सुभाष भाइ र सबैलाई। यहाँलाई पनि धेरै धेरै शुभकामना विजया दशमीको।